त्यो कृष्ण कुमारलाई सोध्नुहोस्। सधैँ सधैँ यस्तै भयो भने नआउनु होला तपाईँहरू पनि। अब तपाईँहरूले हामीले खोप्नु पर्छ। फेरि हामीले तपाईँले नुहायौँ भने मेरो गाडी फुटाइदिनु होला, बाटोमा रेशम चौधरीलाई कालो उसो दल्यो होला, खुट्टाको पारा लगाइदिनु होला। यो जस्तो नालायक बेकुफ नेता कोही रहेछ साँच्चै दयामाया नगरौँ न। तिम्रा र मेरा च्याप्ने भएका नाताले आज सबै प्रदेश सरकार बर्बाद भयो। आजदेखि तिमी र म हात मिलाऊ, हामी सबैको साझेदारीमा जाउँ। भोलिदेखि 30 तपाईँहरू नआत्तिनुहोस्। राज्यले 15% थ्रेसहोल्ड लागू गरेछ भने पनि हामीले त्यो थ्रेसहोल्ड स्वीकार गर्छौँ। त्यो हाम्रो चुनौती हो। अघि सोफामा बसेर रजिताले भन्दै थियो, राजा तिम्रो मान्छेहरू त तिमीपट्टि मुस्कुराइ छ नाच्नु होला, मेरो मान्छेहरू तिमीलाई हेरेर मुस्कुराइरहेछ कि छैन। आजभोलि मलाई लाग्न थालेको छ राजनीतिमा अलिअलि क्रूर पनि हुनुपर्छ कि। अब हामीले अनुशासनको डन्डा चलाउनु पर्छ। 16 सांसद नभए रजितालाई बालुवाटारको ढोका खुल्ला हुन। यो सांसदसँग त आऊ आऊ नानी, आऊ आऊ छोरी, आऊ आऊ बहिनी भन्छ। छैन भने कहिले सोध्छ रजिता, उही बुढो हो। सङ्घर्ष मैले मात्रै गरेको रहेछ। यात्राको भागीदार म भएँ, सजाय मलाई दियो, तर मभन्दा बढी पीडा र चोट अरूले महसुस गर्दै थिए। 5 वर्षसम्म व्रत बस्ने मान्छे भेटाएँ मैले। हप्ताको एक दिन फलाहार बसेर हाम्रा रिहाइका निमित्त वर र पिपलमा पूजा गर्ने नागरिक भेटाएँ मैले। र मलाई लाग्यो मैले चलाएको कलम र मैले देखेको सपना एउटा सपनी रहेछ। साँच्चीकै यो यात्रामा हामी लाखौं मान्छे हातेमालो गर्दै थियौँ। आज मात्रै केन्द्रीय समितिको बैठक हुनुभन्दा पहिले म त्यहाँ बसेको थिएँ, सबै साथीहरूलाई स्वागत गर्दै थिएँ। कपिल वस्तुका कृष्ण कुमार चौधरीलाई मैले रोटी खाएर उहाँलाई सोधेँ मैले, यहाँ भात पाकिराखेको छ, यो खानुहोस् न। उहाँले भन्नुभयो म अझै 2-4 दिन केही खान मिल्दैन। आफ्नो बरखीमा घरबाट रोटी बोकेर आउने त्यो कृष्ण कुमारलाई सोध्नुहोस्। साथीहरू एकपटक भगवान हेर्नुहोस्। धेरै पत्रकार साथीहरू आज सम्झिनुहोस्, नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक हुँदैछ। सम्झिनुहोस्, नेकपा एमालेको केन्द्रीय समितिको बैठक हुँदैछ। नेकपा माओवादीको केन्द्रीय समितिको बैठक हुँदैछ। तिनको केन्द्रीय सदस्यको अनुहार निहाल्नुहोस्, आफ्नो अनुहार निहाल्नुहोस्। तपाईँ संपदीयधारी व्यक्ति हो, तर ओजस्वी हेर्नुहोस्, कहीँ कतै तपाईँ तल हुनुहुन्छ कि लाग्दैन। चोक चोक गल्ली गल्लीमा नागरिक उन्मुक्ति पार्टीको साथीको तौल गरेको छैन। तपाईँले आफूले आफूलाई महसुस गरेको मात्रै हो, तपाईँले आफूले आफूलाई उडाएको मात्रै हो। मैले भावनामा बगेर निर्णय गरेको भए, यदि रेशम चौधरी स्वार्थी भइदिएको भए आज यो झुन्डमा र यो कुर्सीमा तपाईँ हुनुहुन्थ्यो। जेलबाट निस्केपछि पनि धेरै साथीहरू आउनुभयो, काङ्ग्रेस एमाले माओवादीका साथीहरू आउनुभयो, पूर्व माननीयहरू आउनुभयो, पूर्व मन्त्री
मैले भेडाको बथानमा गाई मिसाएको जस्तो त हुँदैन भनेर मिसाइन। किन? हामीले पहिचानको मुद्दा मलाई कहिलेकाहीँ पोखरीको डिलमा एक्लै हिँडिरहँदा म सोध्छु कतै रञ्जिता फेरि रुनु पर्ने हो। हामी कहाँनिर बिग्रियौँ? हामीलाई कसले बिगार्यो? हामीले धेरै मान्छेको चित्त दुखायौँ। यसको भागीदार कोही होइन, म र रञ्जिता नै। हामीले तपाईहरुको चित्त दुखायौँ, यसको भागीदार कोही होइन, म र रञ्जिता नै। एक दिन म हाम्रो जिल्ला अध्यक्ष सोमाई थारूको पोखरीमा हिँडिराखेको थिएँ। दुईजना बुढी 65-70 वर्षभन्दा माथिको बुढीहरू भेडा बाख्रा चराइराख्नु भएको उहाँबाले। अनि म एक्लै हिँडिरहँदा उहाँलाई भने राम राम बुढी। उहाँले फर्काउनु जय राम। रञ्जितासँग पानी बाराबार छ। एउटा हुल रञ्जितासँग घर 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 होटलमा दौडिराखेको छ। अर्को हुल रेशम चौधरीलाई पछ्याउँदै बर्दियासम्म पुगेको छ। एन्ड्रोइड फोन नबोक्ने, आइफोनको अनुहार नदेखेका ती बुढी आमाको मुखबाट निस्किएको जय नागरिकले मलाई अत्यन्त आत्मविभोर बनायो। मैले सोधेँ, मैं तो राम राम गर्नु कुरा जय नागरिक गर्नु ढाक्यम म डर्लो का? त्यो एउटा गाई चराउने, भेडा चराउने बुढीले रत्तिभर पनि विलम्ब नगरेर भन्नुभयो, बुढिया बुढा जे आसुकै करत कालफे ढक्केमा पड्डरले आफे ढक्केमा पड्डर परोफियमले त ढक्केमा पड्डर 20 साल त अभी जुनी त ढक्केमा पड्डर। वाह, तिनको न जनप्रतिनिधि बन्ने स्वार्थ छ, न त जनप्रतिनिधि बनेर केही कमाएर आफ्नो घरमा अर्थ भित्र्याउने सपना। एउटा मात्रै सपना छ जसले आफ्नो ढकिया भविष्य थालेको छ। यो ढकिया हिजो पनि कसैको चुनाव चिन्ह थियो, तर त्यो ढकियामा पहिचानको गन्ध थिएन। जब जेलबाट ढकियाले एउटा प्रतीक प्राप्त गर्यो, त्यस पछाडि यो ढकियामा हाम्रा पसिनाका गन्धहरू, पहिचानका अत्तरहरू बगबगाउन थाले, बसाउन थाले। र आज ढकिया हाम्रो जीवन मरणको सवाल भएको छ। आफ्नो आमाभन्दा ठुलो लाग्छ ढकिया। आज सपनीमा पनि म ढकिया बोकेर नाच्दै गरेको भिडियो देखिरहेको। 2056 सालमा मैले कमैया चलचित्र सुटिङ गरिरहँदा दर्जनौं ढकिया बोकेर चोलोरी चोलोरी भन्ने एउटा गीतमा छायाङ्कन गर्दै थिए। त्यो बेला हामीसँग नाच्ने कोरस डान्सरहरू यति धेरै संख्यामा हुनुहुन्थ्यो, हामीले एउटा दुईटा गाउँबाट ढकिया संकलन गरेर पनि पुर्याउन सकेका थियौँ। आज फेरि ढकियाको लहर चलेको छ। आज ढकिया कसैका लागि आफ्नो र कसैका लागि बैरी भएको छ।
पहिले पहिले कांग्रेस एमाले माओवादी जस्ता ठुला पार्टीका नेताहरू आउँदा स्वागत गर्नका लागि ढकियामा फूल माला लिएर लाइन लागेका हुन्थे। आजभोलि उही स्वागत गर्न त जानु पर्यो थारू थारू। पहिचान बोकेर नाच्दै जान्छन् अनि नाच्न लागेको बेलामा उही ढकिया बोक्यो नेताहरू तर्सिन्छन्, त्यो चाहिँ तल राख न, तल राख न, तल राख। अस्ति धनगढीमा यहाँबाट ठुलो दलको नेता जानु भएछ। नजिकैको हाम्रो ढकियालाई भोट दिने नृत्य गर्ने बहिनीहरू स्वागत गर्न जानु आएछ। उहाँहरूलाई देखेर ठुलो दलका नेताहरू खास खास महसुस गर्नुभयो, ए बहिनी त्यो ढकिया त लुकाउ न, ढकिया त लुकाउ न। हमरे कहाँ ढकिया लुकाना, ढकिया तूने लुकाऊ। हमार तो ढकिया हो, रुपया दिनु नाचे आएगा जी, अपन ढकिया कहाँ लुका पाए। इस कारणले धेरैका लागि ढकिया यसो हेर्दा अर्को जमात आइपो लाग्यो कि हामी माथि शत्रुको वज्रपात पर्न लाग्यो कि भन्ने भएको छ। साथीहरू, मलाई लाग्छ जब रञ्जिता र मेरो विवाद चरमोत्कर्षमा थियो, कहिले भयो विवाद थियो, छ होला, तर हामीले त्यस्तो विवाद किन गर्यो, केका लागि गर्यो, समीक्षा गर्यो। तर त्यो विवादको उत्कर्षमा पनि मलाई बर्दियाका साथीहरू, बाँकेका साथीहरूले एउटा डिसिजन गर्नुभयो, घर घरमा आउने, 50 जना आउने, 100 जना आउने। अनि दाजु एकचोट भौजी सेतो मिल्यो, दाजु एकचोट भौजी सेतो मिल्यो। ठाकुर सिंह थारूले नेतृत्व गरेर मलाई काठमाडौँ ल्याऊ। रञ्जिताजी र म न्यू रोडमा भेट्यौँ। त्यो फोटो सार्वजनिक भयो नि। मलाई लाग्छ त्यो फोटो जतिको भ्यूज रञ्जिताजीले आजसम्म पाउनु भएको छैन। यति धेरै मान्छे खुसी भए, मैले 3 के कि 4 के मान्छेलाई त त्यो फोटो सेयर गरेको थिएँ। हाम्रो भुसपुराहाटमा यति धेरै खुसी रहेछ नि रञ्जिता। तिमीहरूमा टाउको ठोकेर रोए पनि हुन्छ नि, होइन? कति रात रोएका छौँ रञ्जिता र म टाउको ठोकेर। मेरो इमानदारिताको बारेमा सबैभन्दा बढी थाहा भयो रञ्जितालाई थाहा भयो। अनि राजनीति पनि कस्तो रहेछ, गजब। ओडिरहेको बुढाबुढीको बर्कोलाई बीचबाट चिरा पार्यो। हामीले नागरिकको खुसी बुझ्नुपर्छ। हामीलाई त्यो छुट छैन। हुन सक्छ दुवैजना सही थियो होला, हुन सक्छ दुवैजना गल्ती थियो होला। म त त्यो पहिचानको भिडमा त्यो मान्छेको सपना मात्र खोज्न थालेँ। म जेलमा थिएँ, मेरो उम्मेदवारी पर्यो बर्दियामा र उम्मेदवारी माथि रिट पर्यो। उल्टनपुरको एउटा सानो ठेकदार भाइ, नाताले हाम्रो फुपूको छोरा पर्नुहुन्छ, उहाँले मलाई बेलुकी पख फोन गर्नु, दाजु यहाँ तो मजूरी नै जीविका छ। काल फरुवाओ बागाले त राजापुरमा जुलुसै बिका छ दाजु। के कथा नहीं सारा मजूरी कर दिना ठाकुर कथा।
ओहो, त्यो सम्झेर म त कलाकार मान्छे, साहित्यकार मान्छे, भावनामा बग्ने मान्छे, म तुरुक आँसु झार्न। जेलबाट रिहाई भएपछि एक दिन म तिकुनियामा जाँदै थिएँ। त्यो मजदुर साथीहरूको, त्यो साइकलमा ओहोरदोहोर गर्ने साथीहरूको आत्मविश्वास देखेँ। एकजना सुरक्षाकर्मीले रोक्न खोज्दै हुनुहुन्थ्यो, 2-4 सुरक्षाकर्मी उभिएको बेलामा ए साइकल रोक 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 कहाँ रोक्यो हामीले ठक्किया पार्टी उल्टी भयो। वाह, आज ठक्किया पार्टी भएकोमा त्यो नागरिकले फुलाएको छातीसँग म त्यही दौड गएँ। सायद मन छोड्नुको कारण चाहिँ म स्वार्थी भइदिएको भए या रजिताजी र मेरो ठुलो वैमनस्यता भइदिएको भए आज घरबार केही पनि नहुँदैन। मैले मात्रै मेरो दृष्टि गलत पनि हुन सक्छ, सही पनि हुन सक्छ। म 100% सही छु भन्न सक्दैन, तर गल्ती छु पनि म भन्न सक्दैन। कसले भन्यो रेशम चौधरीलाई जेलबाट कैददान भयो? पत्रकार साथीहरू हुनुहुन्छ। आजको केन्द्रीय समितिको बैठकबाट एउटा संरक्षकले भन्ने कुरा हो, हामीले अझै न्याय पाएका छैनौँ। कसले भन्यो न्याय पाएका छौँ? टिकापुर घटना हामीले घटायौँ। मलाई त सबै प्रधानमन्त्रीले भन्नुभएको छ, रेशमजी टिकापुर घटना त यस्तो यस्तो पो रहेछ है, यस्तो रहेछ यस्तो रहेछ। म ती सबै प्रधानमन्त्रीलाई देखेर ताजुब लाग्छ। यो कुरा जनतालाई किन भन्न सक्नुहुन्न? कस्तो राजनीतिको जाल झेलमा छौँ हामी? कि हामी फरक बाटो अपनाउनु पर्ने हो? हामीले न्याय पाउनका लागि फरक बाटो, फरक ठाउँ, फरक आन्दोलन गर्नुपर्ने भयो? मलाई लाग्छ त्यो दिन नआउला भन्न सकिन्न। स्वर्गवारी गुठीको आन्दोलन चलिरहेको छ। 2 महिनादेखि माइतीघर मण्डलामा आफ्नो पोसाकका साथ चुपचाप शान्तपूर्ण जुलुस गर्नुहुन्छ। राज्यको आँखामा स्विजरल्यान्डको चस्मा लागेको रहेछ। राज्य देख्दै देख्दै त्यही बाटो प्रधानमन्त्री, गृहमन्त्री, आइजिपी, सेनापति, महासचिव, प्रमुख सचिव सब हिँड्छन्। 2 महिनादेखि आधा पेट खाएर आन्दोलन गरिरहेका त्यो थारूहरूको आन्दोलनलाई राज्यले नजरअन्दाज गरिरहेको छ। के फेरि हामी अर्को बाटोमा जानुपर्ने हो? यो महत्त्वपूर्ण कुरा हो। सबैले आकस्मिक केन्द्रीय सदस्यको बैठक भनेका छन्। ठिकै छ, 1.5 वर्षपछि, 1.25 वर्षपछि, 1 वर्षपछि, जति वर्ष पछाडि बसे पनि आज केन्द्रीय समितिको बैठक बसेको छ। मलाई लाग्छ सबको अनुहार उज्यालिएको छ। कसैले विवाद गरेका छैन र गर्नेवाला पनि छैन। कोही विवाद गर्ने मुडमा पनि छैन। नागरिक मुक्ति पार्टीको विशेषता यही हो। जति च्याटिएर चिच्याएर रसिएर कसिएर आए पनि यो एउटा यस्तो पंक्ति हो जो साफ-सुफ भइहाल्छ। 2-4 जनाले फेसबुकमा लेखिराखेका छन्। को तत्त्व कहाँबाट सञ्चालित छ मलाई भन्नु छैन, तर पहिचानको सुपेश नागरिकको मुक्तिसँग मात्रै छ। कुनै विद्वान साथीहरूले 15वटा पार्टी परिवर्तन गरेका छन्। चुनाव आयो भने अर्कै पार्टीको पैसा बोकेर अर्कै पार्टीको प्रचार गर्छन्। चुनाव सिद्धियो भने
पहिचानको पार्टीभित्र घुसपैठ गरेर हाम्रा भएका खल्तीहरू टकटक्याउन थाल्छन्। हामी सतर्क हुनुपर्ने यसैबाट हो। तपाईहरूलाई लागेको होला हामीले के पार्टीमा के योगदान दिनु। कृष्ण कुमार जस्तो साथीसँग केही चाहिएको छ। बर्खीको रोटी बारेर ढकियाको प्रचार गर्न र नागरिक मुक्ति पार्टीको झण्डा ओढेर ऊपर जान पायो। त्यो सपना देख्ने नागरिकलाई कुठाराघात गर्ने तागत नागरिकको मुक्तिसँग। 30औं वर्ष नेकपा एमालेमा राजनीति गरेर पुष्पलता दिदी आउनु भएको छ। उहाँले अनामनगरको पार्टी कार्यालयमा मलाई भन्नुभएको थियो, भाइ बुहारी देखेर म आँसु थाप्नै सक्दिनँ। किन यस्तो दिन यिनले गइरहेछन्। आजभन्दा पछाडि मनको मैलो पोख्ने हाम्रो ठाउँ हुने छैन। मैले तपाईलाई छुटाउँदा यो होइन। रेशम चौधरीजी हाम्रो संरक्षकजी अत्यन्त घमण्डी हुनुहुन्छ, हामीलाई फोन गर्नुहुन्न, उठाउनुहुन्न भन्ने साथीहरूको जवान पनि छ। मैले सबैलाई स्पष्टीकरण दिन सक्दैन। बिहानदेखि बेलुकासम्म हजारवटा नचाहँदा पनि मिस कल हुन्छ। कोसँग कुरा गर्नु, जति सकिन्छ उठाउँछु, जवाब दिन्छु। यो संस्थाको फाइदा साथीहरूले उठाउनुहुन्छ, त्यो पनि मलाई थाहा छ। र पनि म भने अस्ति डाक्टर सीपी राउतसँग भेट हुँदा उहाँले भन्नुभएको थियो, रेशमजी 100 जना मात्रै केन्द्रीय सदस्य बनाउनु त धेरै भोटिया हो। उहाँको केन्द्रीय समिति कतिवटा छ जनमत पार्टीको मलाई थाहा छैन, तर मलाई राम्रो भए पनि नराम्रो भए पनि एउटा बिस्कुट बोकेर जेलमा आउने साथी नातिनु सहित मान्यजी हामी तपाईसँग छौँ भन्ने साथी र जेलबाट निस्किसकेपछि एक थुङ्गा फुल लिएर स्वागत गर्न आउने साथी, घाँटीमा खादा लगाइदिने साथीलाई छोड्न मन लाग्यो। अन्जान तपाईँ हुनुहोला। डिरेक्टर रेशम चौधरी अन्जान छ। हुन्छ नि कहिलेकाहीँ चार पाउने बेलामा बचेराहरूले थापेको मुखबाट माउको मुख थुनिन्छ अरे। चारा दिँदा दिँदै पनि माउको जिब्रोबाट कहिलेकाहीँ रगत आउँछ अरे, चरी घाइते हुन्छ अरे। घाइते हुनुको लागि पनि त आमा बन्नु पर्दो रहेछ अरे। आफूलाई नागरिक मुक्ति पार्टीको अभिभावक भएको नाताले तपाईले जति विद्रोह, जति वैमनस्यता, जति ईर्ष्या, जति आक्रोश पोखे पनि मलाई त मेरो बच्चा जस्तो लाग्छ। त्यसकारणले तपाईप्रति अन्याय गर्न सक्दैन र मैले नक्सालाई भने नक्सा मेरो परिवार छ, धेरै भए पनि थोरै भए पनि हिसाब गरे कम्तीमा यो एउटा परिवारलाई एक कार्यकाल केन्द्रीय समितिबाट लैजानुपर्छ। अनि मैले तपाईहरुलाई सबैलाई एउटा उल्टामा हालेर लगिदिने निर्णय गरेको छु। खुसी हुनु भएन? ताली बजाउनु। यहाँको केन्द्रीय समितिको अनुभव भयो तपाईलाई, संयुक्त केन्द्रीय समितिको अनुभव पनि गर्नुहोस्। मेरो बुबा यो मञ्चमा हुनुहुन्छ, धेरै कुराले यो जिन्दगीमा एउटा आभूषण भएको जस्तो लाग्छ। भन्छन्
हजारौं चोटले हतियार बन्छ रे, लाखौं चोटले गहना। सायद म करोडौं चोट खाएको मान्छेको हो। मेरो बाजेले बहिराइजबाट ल्याएको काँसको भाँडा हाम्री आमाहरूले भाँडा माझ्दा माझ्दै कुवामा कहिलेकाहीँ ढुङ्गामा खसालेर फुटाउनु हुन्थ्यो। टाढाबाट भाँडा बेच्ने साथीहरू आउँथे। त्यस बेलामा त्यो सिमाना पारीबाट मात्रै भाँडा बेच्ने साथीहरूको प्रचलन थियो। अहिलेको जस्तो भाँडा कुँडाको दोकान थिएन। अनि स्टिलको थालले टाढाबाट यसरी भाँडा माझिरहेको हाम्रो आमाहरूको गालामा लगाउँथे कि चमचम 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 गर्दै भर्खरै स्टिलको भाँडा खाएको थियो। अनि वर्षौंदेखि पुस्तादेखि साँचेर राखेको फुटाएर